हरेक संस्थाको इतिहास हुन्छ र इतिहास नै वर्तमान र भविष्यको गोरेटो मानिन्छ। नेपालको पहिलो ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड। नेपालमा ब्याङ्किङ प्रणालीको सुरुवात र विकासको हिसाबले यो ब्याङ्क आजको ब्याङ्किङ क्षेत्रमा आएको क्रान्तिको जग हो। भारतीय रुपियाँको दबदबा रहेको समयमा आफ्नै देशको मुद्रा प्रचलनमा ल्याउन नेपाल ब्याङ्कले खेलेको भूमिका इतिहासका स्वर्णिम पानाहरूमा सदा लेखिरहने नै छ। विक्रम सम्वत 1994 साल कार्तिक 30 गते स्थापना भएको यस ब्याङ्कको उद्घाटन तत्कालीन राजा त्रिभुवन शाहले गरेका हुन्। सार्वजनिक निजी साझेदारी PPP मोडलमा 10 जना लगानीकर्ताहरूले सुरु गरेको यस ब्याङ्कको चुक्ता पुँजी 8,42,000 र निक्षेप 17 लाख थियो भने लगानी 19 लाख थियो। अनवरत विश्वासको 89औं वर्षसम्म अटुट रूपमा ब्याङ्किङ सेवा प्रदान गर्न सफल नेपाल ब्याङ्क लिमिटेडको लामो गौरवमय इतिहास छ। नेपाल ब्याङ्क नेपाली माटो र हरेक नेपाली जनसँग प्रगाढ सम्बन्ध गाँसिएको ब्याङ्क हो। बालक, युवा, प्रौढ हुँदै ज्येष्ठ नागरिक सबैको रोजाइको ब्याङ्क बन्न सफल नेपाल ब्याङ्क लिमिटेडमा हाल 27 लाख बढी ग्राहक छन्। सरकारी स्वामित्व रहेको कारणले पनि नाफा मात्र नभई उच्च सेवाभाव यस ब्याङ्कको मुख्य ध्येय हो। ठूला उद्यमी व्यवसायीदेखि न्यून आर्थिक स्तर भएका नेपाली जन सधैँ यस ब्याङ्कको प्राथमिकतामा रहन्छन्। पद्मज्योति ग्रुप वा ज्योति ग्रुपको सम्बन्ध नेपाल ब्याङ्कसँग झन्डैले 9 दशक पुगिसकेको छ। फर्स्ट बिजनेस लोन मेरो हजुरबुवा भाजुरत्न कन्सारकारले लिएको भनेर पनि सुन्नमा आइन्छ। अब त्यो बेला केही हजार होला, तर त्यसबाट हाम्रो सम्बन्ध अझै मजबुत हुँदै गइरहेछ र 88 वर्ष हुँदा पनि अहिले पनि लगतै हाम्रो होन्डाको बिजनेस जुन चाहिँ हिमाल मोटो होन्डाको असेम्ब्ली प्लान्टमा पनि एउटा ब्याङ्किङ पार्टनरको रूपमा आबद्ध हामी हुनु पाउँदा मलाई धेरै खुसी लागेको छ। इतिहासकै कुरा गर्दा झन्डैले 55-60 साल अगाडि हाम्रो हिमाल आयनको फलामको उद्योगमा भारतीय रुपियाँको डिभ्यालुएसन भएर एउटा ठुलो आर्थिक सङ्कट आएको थियो। नेपाल ब्याङ्कले उहाँले सहकार्य गरेर हामीले चाहिँ रिपेमेन्ट लोनको ब्याज दर र लोन चाहिँ रिस्ट्रक्चर गरेर सरल रूपमा उहाँले सहयोग गरेको हुनाले त्यो बेला हिमाल आयनको आर्थिक सङ्कटबाट हामी निस्किन सफल भए र त्यसले निरन्तर रूप अहिले आएरसम्म पनि हिमाल आयन सञ्चालनमै छ, जुन चाहिँ नेपालको फलामे उद्योग हो। त्यसैले नेपाल ब्याङ्कले हामीलाई मात्रै होइन, यस्ता थुप्रो ग्राहक नेपालभरि उद्योग व्यवसाय उद्योगीहरूलाई ठुलो सहयोग गरेको छ र त्यो बिना अहिले जुन आर्थिक समृद्धि हामीले उद्योग क्षेत्रमा व्यापार क्षेत्रमा देखिरहेछ, यस्तो ब्याङ्क नभइकन यो सम्भव हुँदैन थियो। त्यसैले मेरो तर्फबाट, पद्मज्योति ग्रुपको तर्फबाट, ज्योति ग्रुपको तर्फबाट सम्पूर्ण नेपाल ब्याङ्कको परिवारलाई आभार व्यक्त गर्न चाहन्छु र शुभकामना दिन चाहन्छु। नेपाल ब्याङ्कलाई हामी सधैँ हाम्रो मदर ब्याङ्क भन्छौँ। आज हामी जहाँ छौँ केएल दुगड ग्रुप, त्यसमा नेपाल ब्याङ्कको ठुलो हात छ हामीलाई यहाँसम्म पुगाउनलाई, र हामीले पनि आफ्नो कर्तव्य निर्वाह गरेको छु। टाइमली पेमेन्ट गरेर, ब्याज टाइमली पेमेन्ट गरेर हाम्रो पनि एक अर्कोको विश्वास एकदम यति अटुट विश्वास भइसकेको छ, त्यो कारणले काम गर्दा एकदम कम्फर्टेबल फिल हुन्छ। एउटा ग्राहकको रूपमा चाहिँ मैले विभिन्न उतार चढावहरू यो ब्याङ्किङ सेक्टरमा चाहिँ देखेको छु। त्यसमा चाहिँ निरन्तर रूपमा नेपाल ब्याङ्क लिमिटेड भनेको एउटा स्तम्भको रूपमा चाहिँ खडा भएको छ। जनताहरूमाथि चाहिँ ब्याङ्कप्रतिको चाहिँ एउटा विश्वास, एउटा पुरानो ब्याङ्क, सरकारी ब्याङ्क भएको कारणले ब्याङ्क डुब्दैन, ब्याङ्क भाग्दैन र यो ब्याङ्कमा आफ्नो बचत गर्दाखेरि बचतको सुनिश्चितता हुन्छ र कर्जा लिने मान्छेले पनि अन्तभन्दा यहाँको कर्जा अलि सुलभ सस्तो हुन्छ भन्ने एउटा जुन मानसिकता परेको छ, यो ऊर्जा क्षेत्रमा पनि रिफ्लेक्सन हुन्छ। हामी ठुल्ठुला प्रोजेक्टका परिकल्पना गरिरहेका छौँ। अहिले जलाशययुक्त आयोजनाहरू, प्रसारण लाइनका चाहिँ आयोजनाहरू हामी
निर्माण गर्ने सोचका साथ देशलाई एउटा विकासको नयाँ फड्कोमा लाने जुन जमर्को गरिरहेको छौँ, यसमा ब्याङ्कले चाहिँ नि लगानी गरिरहेको छ, साथ दिइरहेको छ र यसमा चाहिँ नेपाल ब्याङ्क लिमिटेडले चाहिँ नि समग्र ऊर्जा क्षेत्रलाई नै माया गरेको छ। कस्टमर सेटिस्फ्याक्सन ब्याङ्कले एकदमै राम्रो दिइरहेको छ र आउने दिनमा पनि यसले अझ योभन्दा राम्रो बढी सुविधा दिएर मान्छेहरूको चाहिँ मन जित्न सफल होस् भन्ने शुभकामना दिन चाहन्छु। मुलुकको आर्थिक समृद्धिको खातिर शहरी इलाकादेखि दूरदराजका गाउँ बस्तीसम्म शाखा कार्यालयहरू विस्तार गरी यस ब्याङ्कले आफूलाई समर्पित गरिरहेको छ। ब्याङ्किङ सेवासँगै सरकार र समुदायसँग रहेर कार्य गर्ने सोच अनुरूप ब्याङ्कले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका थुप्रै समाज सेवाका कार्यहरूमा निरन्तर साथ दिइरहेको छ। प्राकृतिक प्रकोप, महामारी लगायतका सङ्कटहरूमा अग्रपङ्क्तिमा रही ब्याङ्कले अतुलनीय भूमिका निर्वाह गरेको छ। त्यसै गरी वित्तीय पहुँचको विस्तार एवं वित्तीय समावेशीकरण मार्फत आर्थिक समृद्धिको आधारशिला निर्माणमा टेवा पुर्याउन देशव्यापी रूपमा वित्तीय ज्ञान एवं चेतना प्रदान गर्दै विभिन्न साक्षरता कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। परम्परागत ब्याङ्किङबाट फड्को मार्दै नेपाल ब्याङ्कले आधुनिक ब्याङ्किङ प्रणालीको पहिचान बनाएको छ। यसका साथै सुरक्षित निक्षेप, सुलभ र सहज कर्जा, भरपर्दो रेमिट्यान्स, छिटो छरितो र सुरक्षित प्रतिपत्र, ब्याङ्क जमानत लगायत ट्रेड फाइनान्सका थुप्रै सुविधाहरू ब्याङ्कले उपलब्ध गराउँदै आइरहेको छ, जसले गर्दा ग्राहकको ब्याङ्क प्रतिको विश्वासलाई अझ मजबुत तथा प्रगाढ बनाएको छ। लगभग 40 वर्षदेखि नै यहाँको नियमित ग्राहक हो। त्यो बेलादेखि अनवरत रूपले नेपाल ब्याङ्क लिमिटेडमै मेरो चाहिँ भएको पैसाहरू पनि यसैमा जम्मा हुन्छ र अहिले प्रेजेन्ट कालमा चाहिँ म रिटायर्ड भइसकेको छु र मेरो रिटायरमेन्ट पछिको आउने पेन्सनको पैसा पनि नेपाल ब्याङ्क लिमिटेडमै जम्मा हुन्छ। यो ब्याङ्क चाहिँ खासमा अहिले भएको जति पनि ब्याङ्कहरू छन् हामी तिनीहरूसँग कम्पिटिसन गर्न योग्य छ भन्ने कुरा चाहिँ मैले यहाँ आएर थाहा पाएँ। इन्टरनेट ब्याङ्किङ होस्, डिजिटल ब्याङ्किङ होस्, अनलाइन एकाउन्ट ओपनिङ, वेबसाइट, हरेक कुरा अहिले उहाँहरूले अप टु डेट गरेर एकदम हाम्रो पुस्ताको लागि एकदम फ्रेन्डली बनाइदिनु भएको छ। यो ब्याङ्कको चाहिँ ब्रान्चेसहरू चाहिँ डिफ्रेन्ट ठाउँमा भएको भए लाइक सकेसम्म चाहिँ सबै एरिया कभर गरेको भएर चाहिँ इफ हामीलाई कुनै अरू ठाउँमा गएर कुनै ब्याङ्किङ कारोबार गर्नु पर्यो भनेपछि पनि हामीलाई त्यो कुराको चाहिँ सहज पुऱ्याएको छ ब्याङ्कले। आधुनिक प्रविधिसँगै साक्षात्कार गर्ने युवा पुस्ताको बाहुल्यता रहेको यस ब्याङ्कका करिब 3000 को संख्यामा कर्मचारीहरू कार्यरत छन्। सक्षम सञ्चालक, अनुभवले खारिएका कुशल व्यवस्थापक तथा नयाँ ज्ञान र प्राविधिक निपुणताले भरिएका जनशक्तिकै कारण आम नागरिक बीच नेपाल ब्याङ्क सदैव लोकप्रिय र विश्वसनीय छ। नेपालको ब्याङ्किङ क्षेत्रको जननी नेपाल ब्याङ्क हो। सार्वजनिक र निजी साझेदारीको अनुपम उदाहरण पुगेको यस ब्याङ्कले ब्याङ्किङ प्रणालीको सुरुवातदेखि ऐतिहासिक यात्रा पूरा गर्दै आजदेखि 89औं वर्षमा प्रवेश गरेको छ। नेपाल सरकार नीति तथा कार्यक्रम हासिल गर्न नेपाल राष्ट्र ब्याङ्क लगायत अन्य नियमनकारी निकायको निर्देशनका पालना गर्दै बढ्दो प्रतिस्पर्धात्मक ब्याङ्किङ व्यवसायमा यस ब्याङ्कले एक उत्कृष्ट ब्याङ्कको स्थान कायम राख्ने दीर्घकालीन रणनीतिका साथ अगाडि बढिरहेको छ। निक्षेप, कर्जा, तरलता तथा पुँजी पर्याप्तता लगायत ब्याङ्कका अधिकांश परिसूचकहरू सबल रहेका छन्। ब्याङ्कको आधार दर प्रतिस्पर्धी रहेको छ। कर्मचारीहरूको उत्पादकत्व निरन्तर रूपमा अभिवृद्धि भइरहेको छ। आधुनिक डिजिटल प्रविधिको कारण ब्याङ्कले ग्राहक सेवाको गुणस्तरमा फड्को मारेको छ। नेपालमा आधुनिक ब्याङ्किङ प्रणालीको सुरुवात गर्ने ऐतिहासिक ब्याङ्कका रूपमा रहेको नेपाल ब्याङ्क लिमिटेड आजदेखि 89औं वर्षमा प्रवेश गरेको छ। यस पुनित अवसरमा नेपाल सरकार, नेपाल राष्ट्र ब्याङ्क, अन्य नियामक निकायहरू, शेयरधनी, सेवाग्राही, कर्मचारी तथा सम्बद्ध सबै सरोकारवाला समक्ष खुसी बाँड्दै शुभकामना व्यक्त गर्दछु। सम्बद्ध सबै सरोकारवालाहरू समक्ष नेपाल ब्याङ्क लिमिटेडलाई अझ सबल एवं सक्षम बनाउनको लागि अविच्छिन्न रूपमा आधुनिक ब्याङ्किङ सेवा उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गर्दछु। स्थापनाको 89 वर्ष दौरानमा आएका अनेक आरोह अवरोह ग्राहककै अपार माया र सद्भावका कारण पार लगाउन सफल भएको छ। नेपाल ब्याङ्कले देशको आर्थिक विकास तथा समुन्नतिमा समेत टेवा पुर्याउँदै आइरहेको छ।
देशमा उद्योग धन्दा तथा कल कारखाना स्थापनाको लागि सारथी बन्दै प्रत्यक्ष परोक्ष रोजगारी सिर्जना गर्दै आर्थिक समृद्धिमा सहयोग पुर्याउन यस ब्याङ्कले आजभन्दा 88 वर्ष अघिदेखि खेलेको भूमिका अत्यन्तै अतुलनीय छ। सरकारको नीति अनुरूप कृषि, पर्यटन, जलविद्युत लगायतका क्षेत्रमा प्राथमिकताका साथ ब्याङ्कले उल्लेख्य लगानी गरेको छ। सेवा विस्तारमा आक्रामक ढङ्गले प्रस्तुत भएको नेपाल ब्याङ्कले 231 शाखा मार्फत कारोबार, 237 वटा एटिएम बुथ तथा 61 वटा एक्सटेन्सन काउन्टर मार्फत देशभर आफ्नो गतिलो उपस्थिति जनाएको छ। ब्याङ्कले आफ्ना लगानीकर्तालाई आकर्षक प्रतिफल दिन पनि सफल भएको छ। ब्याङ्कका सबै वित्तीय सूचकहरू स्वस्थ र सन्तुलित देखिन्छन् भने हरेक वर्ष ती सूचकहरूमा उल्लेख्य प्रगति भइरहेको छ। 88 वर्ष अघि 8,42,000 रुपियाँबाट सुरु भएको नेपाल ब्याङ्कको चुक्ता पुँजी अहिले 14.69 अर्ब छ। विक्रम सम्वत 2082 आषाढ मसान्तसम्म 3 खर्ब 37 अर्ब निक्षेप सङ्कलन गरी 2 खर्ब 36 अर्ब कर्जा प्रदान गर्न ब्याङ्क सफल भएको छ। प्रत्येक वर्ष सञ्चालन मुनाफा बढिरहेको छ। ब्याङ्कको जगेडा कोषमा 23.93 अर्ब रुपियाँ रहेको छ भने पुँजी पर्याप्तता अनुपात 13.06% र 38.17 अर्ब भन्दा बढी नेटवर्थ रहेको छ। विक्रम सम्वत 1994 साल कार्तिक 30 गते स्थापना भएको नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड आजबाट 89औं वर्षमा प्रवेश गरेको छ। यस ऐतिहासिक सुखद अवसरमा ग्राहकवर्ग, शेयरधनी तथा सम्पूर्ण सरकारवालाहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु। यस बैंकलाई निरन्तर बैंकिङ सेवा प्रदान गर्ने अवसर प्रदान गर्नुभएकोमा सम्पूर्ण सेवाग्राही तथा ग्राहक वर्गप्रति उच्च सम्मान व्यक्त गर्दै आगामी दिनमा नवीनतम प्रविधिमा आधारित प्रतिस्पर्धी बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। प्रशस्त अचल सम्पत्ति, निक्षेप, आधार दरको न्यूनता, स्प्रेड दर व्यवस्थापन, ब्याज दरको कम उतार चढाव, खराब कर्जा व्यवस्थापन लगायतका सूचकहरूमा समेत ब्याङ्क दरिलो देखिन्छ। सेवामा इमानदारिता र व्यावसायिकता प्रस्तुत गर्न सकियो भने दिगो प्रतिफल सम्भव छ भन्ने अटल विश्वास हामीमाझ स्थापित छ। आम नेपालीलाई सरल र सहज रूपमा अझ बढी प्रभावकारी, गुणस्तरीय, आधुनिक, प्रविधि मैत्री एवं विश्वसनीय बैंकिङ सेवा प्रदान गर्ने हाम्रो अठोट छ, जसमार्फत राष्ट्रको उन्नति र प्रगतिमा अझै धेरै सहकार्य गर्ने र समृद्ध नेपालको आर्थिक निर्माणमा हामी सारथी बन्ने प्रतिबद्धता व्यक्त गर्दछौँ। हिमाल पहाड तराईका सम्पूर्ण जनताहरूको ढुकढुकी 89औं वर्षको बैंकिङ विरासत बोकेको नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड।